स्वागत छ। आज हामी एउटा एआईले तयार पारेको डिजिटल सिप पाठ्यक्रमबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। यो खास गरी अफिसमा काम गर्नेहरू, शिक्षकहरू अनि विद्यार्थीहरूलाई लक्षित गरेर बनाइएको जस्तो छ। आजको डिजिटल दुनियाँमा चाहिने मुख्य सिपहरू के हुन्, त्यसको सार खिच्ने प्रयास गरौँ न त। एकदम। यो पाठ्यक्रममा 12वटा मोड्युल छन्। कम्प्युटरको सामान्य परिचयदेखि लिएर एआई र भर्चुअल अफिस टुल्ससम्मका कुराहरू समेटिएका छन्। यसको खास उद्देश्य नै डिजिटल रूपमा अलि ढुक्क बनाउने हो जस्तो लाग्छ। ल, त्यसो भए सुरु गरौँ एकदमै आधारभूत कुराबाट। पहिलो मोड्युलले कम्प्युटर के हो, यसका प्रकारहरू, डेस्कटप, ल्यापटप, सर्भर, मोबाइल यिनीहरूको कुरा गर्छ अनि विभिन्न क्षेत्रमा यसको प्रयोग, जस्तै शिक्षा, व्यापार, स्वास्थ्यमा। तर हार्डवेयर र सफ्टवेयर बीचको फरक चाहिँ कतिलाई अझै प्रश्न नहुन सक्छ, हैन र? त्यो हुन सक्छ। हार्डवेयर भनेको चाहिँ सजिलोसँग भन्दा कम्प्युटरको छुन मिल्ने पार्ट पुर्जाहरू भयो, जस्तै किबोर्ड, मोनिटर, सीपीयू। अनि सफ्टवेयर भनेको चाहिँ ती हार्डवेयरलाई चलाउने निर्देशनहरू, प्रोग्रामहरू, जस्तै विन्डोज भयो वा माइक्रोसफ्ट वर्ड। अनि मुख्य कम्पोनेन्टहरू नि सीपीयू, र्याम, स्टोरेज जस्ता कुराहरू। सीपीयू मतलब सेन्ट्रल प्रोसेसिङ युनिट, यो त कम्प्युटरको दिमाग नै भयो। र्याम त्यो र्यान्डम एक्सेस मेमोरीले चाहिँ तत्काल चलिरहेको कामलाई ठाउँ दिन्छ। अनि स्टोरेज जस्तै हार्ड ड्राइभ वा एसएसडी, त्यहाँ चाहिँ फाइलहरू, डेटाहरू स्थायी रूपमा बस्छन्। इनपुट उपकरण किबोर्ड, माउस र आउटपुट उपकरण मोनिटर, प्रिन्टर पनि महत्त्वपूर्ण भए। अपरेटिङ सिस्टम ओएसले चाहिँ यी सबैलाई मिलाउने काम गर्यो, हैन त? हो, ठ्याक्कै। ओएसले नै हार्डवेयर र सफ्टवेयर बीच समन्वय गर्छ अनि हामीलाई कम्प्युटर चलाउने इन्टरफेस दिन्छ। विन्डोज, म्याक ओएस, लिनक्स, एन्ड्रोइड, आइओएस यिनीहरू सबै ओएसका प्रकार हुन्। अनि मोड्युल 2 मा विन्डोजको कुरा छ। यो त सबैभन्दा केले चल्तीको ओएस मध्ये पर्यो नि, है? हो, पर्सनल कम्प्युटरमा त सबैभन्दा बढी प्रयोग हुने नै विन्डोज हो। विन्डोज 10 र 11 मा केही खास फरक छ र प्रयोगकर्ताले याद गर्ने खालको? छ नि। 10 को स्टार्ट मेन्यु बायाँतिर कुनामा थियो, जुन धेरैले बानी परेको थियो। 11 मा चाहिँ त्यो बीचमा आयो, अलि आधुनिक देखिन्छ। अनि 11 मा स्न्याप लेआउट भन्ने फिचर छ, जसले एकै पटक धेरै विन्डो मिलाएर चलाउन सजिलो बनाउँछ। हो र। अरू त उस्तै होला नि, डेस्कटप, टास्कबार, फाइल एक्सप्लोरर। आधारभूत कुराहरू उस्तै नै छन्। फाइल खोज्ने, एप खोल्ने तरिका लगभग उही हो। प्रयोगकर्ता खाता व्यवस्थापन गर्ने अनि सिस्टम मर्मतका लागि डिस्क क्लिनअप, विन्डोज डिफेन्डर जस्ता टुल्सहरू दुवैमा हुन्छन्। अब जाउँ मोड्युल 3 मा, टाइपिङ सिप, अङ्ग्रेजी र नेपाली दुवैमा। आजकाल त बोलेरै टाइप गर्ने प्रविधि पनि आयो, तैपनि टाइपिङ सिक्नु किन जरुरी छ जस्तो लाग्छ? हेर्नुस्, प्रविधि जतिसुकै अघि बढे पनि छिटो र सही टाइप गर्न सक्नु भनेको उत्पादकत्वको लागि अझै पनि एकदमै महत्त्वपूर्ण छ। इमेल लेख्दा होस्, रिपोर्ट बनाउँदा होस् वा कोडिङ गर्दा टाइपिङ स्पिडले फरक पार्छ। टच टाइपिङ मतलब किबोर्ड नहेरी टाइप गर्ने कला सिक्दा धेरै फाइदा हुन्छ। नेपाली टाइपिङ नि रोमन कि देवनागरी? दुवैको अभ्यास आवश्यक पर्न सक्छ। नेपालीमा रोमन प्रयोग गरेर टाइप गर्ने चलन बढेको छ, तर ट्रेडिसनल युनिकोड लेआउट पनि महत्त्वपूर्ण छ। मुख्य कुरा शुद्धता र गति, डब्लुपिएम वर्ड्स पर मिनेटमा ध्यान दिनु पर्यो। टाइपिङ राम्रो भएपछि त माइक्रोसफ्ट अफिस प्याकेज मोड्युल 4 देखि 6 चलाउन झनै सजिलो हुने भयो। वर्ड, एक्सेल, पावर पोइन्ट यी त लगभग अनिवार्य जस्तै भइसके, हैन? हो, एकदमै। अफिसको काममा, पढाइमा जताततै चाहिन्छ। वर्डमा सामान्य टेक्स्ट फर्म्याटिङ, टेबल, तस्बिर हाल्नेदेखि लिएर मेल मर्ज जस्तो अलि एडभान्स्ड फिचर पनि छ। मेल मर्ज त्यो के हो, अलि बताइदिनुस् न? मेल मर्जले चाहिँ एउटै खाकाको चिठी वा इमेल धेरैजनालाई उनीहरूको नाम र ठेगाना फरक फरक राखेर एकैचोटि पठाउन मिल्छ। निकै समय बच्छ। त्यो त गजब रहेछ। अनि एक्सेल नि? त्यो त खालि हिसाब किताबको लागि मात्रै होला नि? हैन, एक्सेल त्यो भन्दा धेरै शक्तिशाली छ। स्प्रेडशीट त भयो नै, तर यसमा फर्मुला लगाएर जटिल गणना गर्न, डाटालाई चार्ट बनाएर देखाउन अनि पिभट टेबलबाट ठूलो डाटा संग्रहलाई विश्लेषण गर्न सकिन्छ।
सहशर्त ढाँचाले त डाटामा लुकेका ट्रेन्ड्सहरू वा महत्त्वपूर्ण कुराहरू रङ्ग लगाएर देखाइदिन्छ। पावर पोइन्ट चाहिँ प्रस्तुतिको लागि भयो, स्लाइड मात्र बनाएर भएन, आकर्षक पनि बनाउनु पर्यो होला है। हो नि, राम्रो डिजाइन, स्पष्ट जानकारी अनि आवश्यक ठाउँमा तस्बिर वा भिडियो जस्ता मल्टिमिडियाको प्रयोगले प्रस्तुतिलाई जीवन्त बनाउँछ। अब कुरा गरौँ मोड्युल 7 को इन्टरनेट र इमेल। यो त हाम्रो दैनिक जीवनकै भाग भइसक्यो। यसमा के नयाँ सिक्ने कुरा होला र? आधारभूत कुरा त सबैलाई थाहा होला, ब्राउज गर्ने, खोज्ने, तर सुरक्षित ब्राउजिङ कसरी गर्ने, फिशिङ जस्ता ठगीबाट कसरी बच्ने भन्ने जान्नु एकदम जरुरी छ। प्रभावकारी खोज्ने तरिका पनि सिक्नुपर्छ। जस्तै कुनै शब्द ठ्याक्कै खोज्नु छ भने उद्धरण चिन्ह भित्र राख्ने वा कुनै शब्द नचाहिएको भए माइनस चिन्ह प्रयोग गर्ने। अनि इमेल शिष्टाचार नि त्यो पनि महत्त्वपूर्ण होला। पक्कै पनि। कस्तो विषय लेख्ने, कस्तो भाषा प्रयोग गर्ने, अट्याचमेन्ट पठाउँदा के ध्यान दिने, यी सबै कुराले व्यावसायिकता झल्काउँछ। अनि स्प्याम फिल्टर गर्ने, इमेल खाता व्यवस्थित राख्ने सिप पनि चाहिन्छ। सामाजिक सञ्जालको कुरा पनि छ मोड्युल 8 मा। फेसबुक, ट्विटर, एक्स, इन्स्टाग्राम। प्रोफाइल बनाउनु, पोस्ट गर्नु बाहेक अरू के छ र यसमा? मुख्य कुरा चाहिँ गोपनीयता, प्राइभेसी सेटिङ्सको हो। आफ्नो जानकारी कसले हेर्न पाओस्, कसले नपाओस् भन्ने नियन्त्रण गर्न जान्नु पर्यो। अनि अर्को महत्त्वपूर्ण कुरा भनेको जिम्मेवार प्रयोग। के पोस्ट गर्ने, कस्तो प्रतिक्रिया दिने, गलत सूचनाबाट कसरी बच्ने, यसबारे सचेत हुनुपर्छ। मोड्युल 9 ले क्लाउड कम्प्युटिङको कुरा गर्छ। गुगल ड्राइभ, वन ड्राइभ जस्ता सेवाहरू त आजकल धेरैले प्रयोग गर्छन्। गर्छन्। यसको मुख्य फाइदा भनेको आफ्नो कम्प्युटरमा मात्रै नभएर इन्टरनेटमा फाइलहरू सुरक्षित राख्न सकिनु हो। अनि जुनसुकै डिभाइसबाट जहाँबाट पनि पहुँच गर्न मिल्छ। सहकार्यको लागि पनि त सजिलो हुन्छ होला नि? एकदम। गुगल डक्स वा माइक्रोसफ्ट 365 मा एकै समयमा धेरैजनाले एउटै डकुमेन्टमा काम गर्न मिल्छ। यसले टिमवर्कलाई निकै प्रभावकारी बनाउँछ। यो क्लाउड सेवाहरू विभिन्न मोडलमा हुन्छन्, IaaS, PaaS, SaaS भनेर। अब अलि भविष्य उन्मुख विषय मोड्युल 10 आर्टिफिशियल इन्टेलिजेन्स, AI भनेर जताततै सुनिन्छ। यो मोड्युलले के सिकाउँछ खास? यसले AI को आधारभूत अवधारणा बुझाउँछ। AI के हो, यसको छोटो इतिहास, अनि मसिन लर्निङ, ML र डिप लर्निङ DL जस्ता यसका हाँगाहरू बीच के फरक छ भन्ने कुरा। हाम्रो दैनिक जीवनमा AI कसरी प्रयोग भइरहेको छ, जस्तै मोबाइलको भर्चुअल असिस्टेन्ट, सिरी, गुगल असिस्टेन्ट वा युट्युब, नेटफ्लिक्सले दिने सिफारिसहरू। तर AI को कुरा गर्दा यसका नैतिक पक्षहरू, जोखिमहरू पनि त होलान् नि? त्यो पनि महत्त्वपूर्ण विषय हो। AI प्रणालीमा हुन सक्ने पूर्वाग्रह, बायस, हाम्रो गोपनीयतामा पर्न सक्ने असर जस्ता चिन्ताहरू बारे पनि यो मोड्युलमा छलफल गरिएको छ। AI को जोखिमसँगै जोडिएर आउँछ साइबर सुरक्षा, जुन मोड्युल 11 मा छ। अनलाइन खतराहरू त झन् बढ्दै छन्, कसरी बच्ने त? हो, मालवेयर, भाइरस, फिशिङ, ठगी इमेल वेबसाइट र ऱ्यान्समवेयर, डाटा बन्धक बनाएर पैसा माग्ने जस्ता खतराहरूबाट बच्न केही आधारभूत कुरामा ध्यान दिनै पर्छ। जस्तै बलियो र हरेक साइटमा फरक पासवर्ड बनाउने, सफ्टवेयरहरू विशेष गरी अपरेटिङ सिस्टम र एन्टिभाइरस नियमित अपडेट गर्ने। अनि शङ्कास्पद लिङ्क वा इमेल अट्याचमेन्टहरू नखोल्ने। बिल्कुल। अनि सार्वजनिक वाइफाई चलाउँदा होसियार हुने, राम्रो एन्टिभाइरस र फायरवल प्रयोग गर्ने, अनि सबैभन्दा महत्त्वपूर्ण आफ्नो महत्त्वपूर्ण डेटाको नियमित ब्याकअप राख्ने। ल, अब अन्तिम मोड्युल 12 भर्चुअल अफिस टुल्स, आउटलुक, माइक्रोसफ्ट टिम्स, जुम। अहिलेको समयमा त झन् कति महत्त्वपूर्ण भए यी उपकरणहरू। हो नि, विशेष गरी महामारीपछि रिमोट वर्क वा हाइब्रिड वर्क मोडेलमा यिनीहरूको प्रयोग निकै बढेको छ। आउटलुक इमेल, क्यालेन्डर र सम्पर्कहरू व्यवस्थापन गर्न। टिम्स चाहिँ च्याट, भिडियो मिटिङ, फाइल सेयरिङ, मतलब एउटै प्लेटफर्ममा सहकार्यका धेरै सुविधाहरू भएकोले लोकप्रिय छ। जुम विशेष गरी भिडियो कन्फरेन्सिङ र वेबिनारको लागि चिनिन्छ। यी टुल्सले काम गर्ने तरिकालाई कसरी सहज बनाएका छन् त? यिनीहरूले भौगोलिक दूरीलाई हटाइदिएका छन्। टाढा रहेका सहकर्मीहरूसँग पनि सजिलै सञ्चार गर्न, मिटिङ गर्न, सँगै काम गर्न सम्भव बनाएका छन्। यसले गर्दा काम छिटो र अझ प्रभावकारी भएको छ। त्यसो भए समग्रमा हेर्दा यो 12 मोड्युलको पाठ्यक्रमले डिजिटल संसारमा आत्मविश्वासी भएर हिँड्न चाहने लगभग सबै आधारभूत र केही महत्त्वपूर्ण उन्नत सिपहरू समेट्ने रहेछ। यसले एउटा बलियो जग बसाल्न मद्दत गर्छ।
कम्प्युटरको सामान्य ज्ञानदेखि लिएर क्लाउड, एआई, साइबर सुरक्षा र भर्चुअल सहकार्यसम्मका सिपहरू समेटिएका छन्। तर एउटा कुरा के भने प्रविधि त सधैँ परिवर्तन भइरहन्छ। एकदम सही। यी सिपहरू महत्त्वपूर्ण छन्, तर सिकाइको यात्रा कहिले रोकिनु हुँदैन। नयाँ के आइरहेको छ त्यसलाई अँगाल्दै जाने, सिक्दै जाने बानी बसाल्नु नै आजको युगमा सफल हुने तरिका हो। आजको लागि हामी यति नै गरौँ। यहाँ छलफल भएका डिजिटल सिपहरूमध्ये आफ्नो लागि कुन बढी उपयोगी होला वा कुनमा अझै ध्यान दिनुपर्ने छ भनेर सोच्दै गर्नुहोला। सिक्दै रहनुहोस्।